मतपत्र र मतदानको तरिका 2079 भएको निर्वाचन प्रतिनिधि सभा र प्रदेश सभाको थियो। त्यति बेला तपाईले 4 वटा मतपत्र पाउनु भएको थियो। प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ प्रत्यक्ष र समानुपातिकको 2-2 वटा। यसपटक प्रदेश सभाहरू यथावत छन्, उनीहरूको कार्यकाल सकिएको छैन। प्रतिनिधि सभाको मात्रै निर्वाचन हुन लागेकाले यसपटकको निर्वाचनमा तपाईले 2 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात् प्रत्यक्षतर्फ तपाईले आफूलाई मनपर्ने उम्मेदवारलाई मतदान गर्न सक्नुहुन्छ। मतदान केन्द्रमा पुगिसकेपछि तपाईले सबैभन्दा पहिले मतदाता नामावलीमा आफ्नो नाम रुजु गराउनुपर्छ। मतदाता नामावलीमा नाम छ तर मतदाता परिचय पत्र लिनु भएको छैन भने तपाईले आफ्नो परिचय खुल्ने कागजातहरू नागरिकता, जग्गाको लालपुर्जा, पासपोर्ट, राष्ट्रिय परिचय पत्र र सवारी लाइसेन्स देखाएर पनि मतदान गर्न पाउनुहुन्छ। मतदाता नामावली रुजु गरिसकेपछि मतदान केन्द्रमा खटिएका कर्मचारीले तपाईको बायाँ हातको बुढी औँलाको नङ र मासुको बीचमा पर्ने गरी मसी लगाइदिन्छन्। यो तपाईले मतदानमा सहभागी भएको संकेत हो। त्यसपछि तपाईले प्रत्यक्षतर्फको मतपत्र प्राप्त गर्नुहुनेछ, जुन मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह छापिएको छ। यसमा तपाईले आफूलाई मनपर्ने आफ्नो क्षेत्रका उम्मेदवारलाई मतदान गर्न सक्नुहुन्छ। मतपत्र लिएर गोप्य मतदान कक्षमा गई स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत गर्नुपर्छ। मत सङ्केत गर्नका लागि स्वस्तिक छाप बाहेक औँठा छाप लगाउने, पेन वा पेन्सिलले चिन्ह लगाउने वा अन्य कुनै माध्यमले सङ्केत गर्नुभयो भने मत बदर हुन्छ। एकमात्र उम्मेदवारको चिन्ह भएको बक्समा अन्यत्र नपर्ने गरी स्वस्तिक छाप लगाइसकेपछि मतपत्र पट्याउँदा पनि ध्यान पुर्याउनु पर्छ। स्वस्तिक छापको मसी अर्को उम्मेदवारको चुनाव चिन्हमा लागेको अवस्थामा तपाईले दिएको मत बदर हुन्छ। त्यसैले मतपत्र पट्याउने क्रममा छाप लगाएको भाग मतपत्रको पछाडि पर्ने गरी पट्याएपछि तोकिएको बाकसमा खसाल्नु पर्नेछ। त्यसपछि तपाईले दोस्रो मतपत्र पाउनुहुनेछ। सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह छापिएको मतपत्र समानुपातिक तर्फको हो। यसमा तपाईले आफूलाई मनपर्ने पार्टीको चुनाव चिन्हमा मतदान गर्न सक्नुहुनेछ। मतदान गर्ने तरिका अघि भने जस्तै गोप्य मतदान कक्षमा गई स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत सङ्केत गर्नुपर्छ। त्यसपछि स्वस्तिक छापको मसी अन्यत्र चुनाव चिन्हमा नलाग्ने गरी मतपत्र पट्याएर तोकिएको मतपेटिकामा खसाल्नु पर्नेछ। यसो गरेपछि तपाईले गरेको मतदान बदर हुँदैन। यही फागुन 21 गते हुने निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्नुहोस् र सही प्रतिनिधि छान्नुहोस्।